नमस्ते तपाईलाई। नमस्ते भाइ। तपाईले यो आज हैन यो माइक्रोफोन किन्नु भएको छ त्यसको बारेमा हैन अब भिडियो सिडियो पनि बनाउनु हुँदो रहेछ। अब कस्तो छ हैन यो माइक्रो किन्नु भएको छ कस्तो लागिरहेछ तपाईलाई? यो भाइ यो मैले पनि खास पहिलो पटक किनेको। यो मलाई पनि खासै मलाई चाहिँ अनलाइनमा देखिरहेको थियो। यो धेरै मान्छेहरूले चाहिँ युज गरिरहेको देख्दाखेरि हामी पनि यो युज गराउन कस्तो हुन्छ पहिले नै किनेर अलिकति यसलाई चाहिँ सिक्दै गर्दा कस्तो होला भन्ने कारणले गर्दाखेरि मैले किनेको हो। भर्खर आज लगभग यहाँको इन्डियाको समयअनुसार 6:30 बजीतिर यहाँ लन्चिङ भएको थियो। अनि यो फाइनली यो पार्सल आइसकेपछि मैले यसलाई चाहिँ इनबक्सिङ गरेँ। तर इनबक्सिङको भिडियो चाहिँ राम्रो बन्न नसकेन। म आफैले थिएँ, म एक्साइटिङ पनि थिएँ। म एकदम अलिकति के गर्ने जस्तो भइरहेको थियो कि अनि यसलाई कसरी जोड्ने होला, यसलाई चाहिँ कहाँ कहाँ कनेक्ट गर्ने हो भन्ने कुरो लागिरहेको थियो। त्यही हो। तपाईँ अहिले सामाजिक सञ्जालमा पनि त्यति फेसबुकतिर अलिक बढी एक्टिभ भएको जस्तो यस्तो देखिरहेको हुन्छ। मेरो पनि भिडियोहरू आइरहेको हुन्छ। अब त झन् तपाईँलाई यो किनिसकेपछि त झन् धेरै सहज होला नि त भिडियो यताउता बनाउँदाखेरिमा। यो कुरा सामाजिक सञ्जालमा म मात्रै होइन, संसारमा धेरैजना व्यक्तिहरू चाहिँ अहिले फेसबुकको सञ्जालमा चाहिँ मान्छेहरू चाहिँ छ्यापछ्याप्ती अहिले होइन छन्। त्यो लाइनमा म पनि आइरहेको अवस्था भनौँ भयो होइन। त्यस्तो खासै त्यति भएर केही त आउँदैन, तै पनि सिक्ने क्रममा छु म। सिक्ने क्रममा बिस्तारै बिस्तारै सफल पनि हुनुहुन्छ तपाईँको। मैले म्यानेजलाई यसो निहालेर हेरिरहेको छु। मैले त्यो सामाजिक सञ्जालमा तपाईँहरू पोस्ट गरिरहनु भएको हुन्छ। एकदमै खुसी लाग्छ मलाई होइन। हाम्रो सल्यानको दाइ हुनुहुन्छ भन्ने यस्तो लागिरहेको छ होइन। त्यही त हो नि। खास अब मैले मेहनत त थुप्रै गरिराखेको हुन्छु। अब त्यो कुराहरू अब देखाउन सकिँदैन, भन्न सकिँदैन होइन। धेरैजना व्यक्तिहरू अहिले सामाजिक सञ्जालमा धेरै भ्युजहरू गइरहेको देखिने, लाइकहरू गइरहेको देखिने, सेयर कमेन्टहरू देखिराख्ने होइन। त्यसले गर्दा मलाई पनि त्यो म भित्र पनि त्यस्तो खालको चाहिँ नि ऊर्जा म पनि कसरी गर्ने होला, के गर्ने होला भन्ने लाग्थ्यो। त्यही कारणले गर्दाखेरि म पनि त्यही क्रममा फलो गरिराखेको छु जस भनौँ। एकदमै खुसी लाग्यो तपाईँसँग कुरा गरेर होइन। तपाईँले उ गर्नुभयो, यो किन्नु भएछ होइन, ल्याउनु भयो, ठिक छ। अब हेरौँ भिडियो पनि बनाउनुहुन्छ तपाईँ, राम्रै लाग्छ मलाई। तपाईँको भिडियो म हेरिरहेको हुन्छु होइन। त्यही हो। खास अहिले भिडियो बनाउने चाहिँ अहिले तत्कालै चाहिँ बन्दैन। यसलाई चाहिँ अब यो कस्तो छ भने अब योलाई किनिसकेपछि केही समय लाग्छ बनाउन, के अरे यसको बारेमा बुझ्न, यसलाई चाहिँ नि चलाउनलाई चाहिँ एकदम आफूलाई पनि त्यो कुराहरू चाहिँ नि मानौ न त्यो सिस्टमलाई चाहिँ बुझ्नु बहुत गाह्रो हुन्छ। त्यो बुझ्नलाई अलि सहज होस् भन्नको कारणले गर्दाखेरि अनि टाइममै किनेर अहिले लगत्तै भिडियो नबने तापनि केही समय पछाडि यो हुनेछ, मेरो निरन्तरता हुनेछ। 1-2 महिना या त केही समय लाग्न सक्छ। थ्याङ्क यू भाइ भिडियो। ठिक छ, धन्यवाद भाइ। यो यति राम्रो भयो हाम्रो यो खास हाम्रो यो टेस्टको लागि थियो। यो भिडियो कस्तो लाग्छ तपाईहरुले चाहिँ नि लाइक शेयर कमेन्ट गर्नु होला है। दाइलाई माया पनि धेरै जनाले गरिदिनु होला। भाइको लागि के भन्नु, दाइको लागि के भन्नु छ भनिदिनु होला। माया गरिदिनु होला भिडियोमा हैन। लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। दाइको युट्युबमा नि भिडियो अपलोड गर्नुहुन्छ। फेसबुकमा चाहिँ म फेसबुकमा चाहिँ अलि उ छैन त्यति, युट्युबमा चाहिँ त्यति देखाएको थिएन। अब म दाइको युट्युब आइडी के छ नि दाइ तपाईको? युट्युब आइडी मेरो न्यू भ्लगर सन्तोष नै छ। सबैमा टिकटकमा पनि त्यही छ, फेसबुकमा सबैमा त्यही छ भन्दै हैन। सबैले माया गरिदिनु होला हैन। माया देखाइदिनु होला तपाईहरु। ल हामीले चाहिँ यसको टेस्टिङको लागि यो भिडियो बनाएको थियौं। सबैजनाले माया गरिदिनु होला। ल धन्यवाद सबैजनालाई। ओके बाइ बाइ, गुड नाइट। बाइ बाइ, गुड नाइट।